सुदन गुरुङलाई राखेर यो देश बच्छ भने सुदन गुरुङलाई गोली ठोक्नुपर्छ भने फर्स्टमा सुदन गुरुङ नै आउँछ तपाईहरु सबैजनालाई बचाउनको लागि। आफ्नो देशको लागि यस्तो दुःख त 100,000 कुर्बान हो। यो देश बाँच्छ भने मैले सुनिरहेको छु 24 गते सुन्दा 8-9 महिना 24 गते बच्चा मरेको छ तपाईहरुले 24 गतेको पिर कति पुरा नेम अलि भनिरहेको छ हाम्रो जेनजीको माग कति पुरा भएको छैन। त्यो नियम कानुन अड्काउने कसले बनाएको? हामीले बनाएको। पुरानो नियम कानुनमा टेकेर गरेन फेरि भ्रष्टाचारको मुद्दा लाउने फेरि त्यही प्रतिपक्षको साथीहरू मानिन्थ्योहरू होला फेरि भ्रष्टाचार भयो भनेर भन्नु होला त्यहाँ कसैलाई न्याय दिँदै गर्दाखेरि त्यो पनि विचार गरेर गर्नुपर्ने हामीले त त्यो गर्दै गरेर यति दुःख पाछौँ हामीले। तर बट स्टिल आफ्नो देशको लागि यस्तो दुःख त 100,000 कुर्बान हो। त्यही भएर यसमा हामीले गर्नुपर्ने हाम्रो आफ्नो दायित्व नेपाल सरकारको तर्फबाट दायित्व हामीले 1 इन्च पनि हामी छोड्दिनौँ। हाम्रो आफ्नो कर्तव्य पुरै गर्छौँ र नचाहँदै पनि आफ्नो अथक प्रयासपछि पनि आज हाम्रो गणेश नेपाली भाइले आज हामी माझ हुनु। म बुझ्छु यो कुरा तपाईहरुको प्रश्नहरू म बुझ्छु तपाईहरुको धेरै क्वेशन्सहरू छ तर हामी त्यहाँ हुँदै गर्दा हामीले आफ्नो बेस्ट दिएको विश्वास गर्नुस्। मलाई ढाट्नु आउँदैन म पहिलादेखि भन्छु मलाई ढाट्नु आउँदैन मलाई ढाट्नु मन लाग्दैन र अहिले यस्तो गरिमा म सदनलाई मैले ढाट्दाखेरि मलाई पाप लाग्छ। मैले सारा नेपाली जनतालाई ढाटिरहेको हुन्छु म यसो ढाट्नु मलाई मन लाग्दैन जे हो यही हो रे यथार्थ। तपाईले मिडिया कर्मी साथीहरूलाई सोध्नु होला कहिले मैले बोलाएको छु मिडिया कर्मी साथीले मलाई आएर घेरेर बस्छ भनेर कहिले भनेको छु उहाँहरूले आफ्नो कर्तव्य निर्वाह गर्न धेरैवटा प्रश्न गर्नुहुन्छ त्यही पनि मैले प्रश्न उत्तर नदिकन आफ्नो काममा सुरु हिँड्छु। कति कुरा मैले चिप्लेर बोली तिनी सदनमा हेर्दै गर्नुहोस् न म यहाँ उभिने बित्तिकै सबैजना कसरी हेर्नुहुन्छ अब सुदन गुरुङले गृहमन्त्रीले के चिप्लाउँछ र त्यसलाई भाइरल बनाउला भनेर बुझिरहेको हुन्छ त्यो हो तरिका। तर त्यही पनि कतिजना मानिसजीहरूले विपक्षी मानिसजी भए पनि मलाई माया गर्नुहुन्छ म देखिरहेको छु हाम्रै मानिसजीहरूले धेरै माया गर्नुहुन्छ कति गलत गर्ला कि हामीले सचाइदिनुपर्छ म सम्झाइ पनि राख्नुहुन्छ त्यसमा म एकदमै आभारी छु। आइएम भेरी ह्याप्पी आइएम मोर देन ह्याप्पी। म एउटा जेनेरेसनलाई रिप्रेजेन्ट गर्छु एउटा युथलाई रिप्रेजेन्ट गर्छु एउटा नयाँ पुस्तालाई रिप्रेजेन्ट गरेर हामीले आइरहेको छौँ र त्यो पुस्ताको इज्जत धान्ने कर्तव्य मेरो हो र म त्यो पुस्ताको इज्जत फाल्न नदिनको लागि म हर कदम प्रयास गर्छु। तपाईहरुको इज्जत नफाल्नको लागि विदेशमा गएर म तपाईहरुको इज्जत पनि धान्नलाई म हर कदम प्रयास गर्छु। चाहे तपाईँ काङ्ग्रेस होस् चाहे तपाईँ एमाले होस् तपाईँ माओवादी होस् हामीलाई त्यस्तो सरकार छन्। तपाईँ एउटा नेपाली हो मेरो लागि तपाईँ मेरो दाजु मेरो भाइ हो सारा संसारमा सारा ठाउँमा मैले भनिसकेको छु यो। त्यही भएर कतिपय प्रश्नहरू गर्दाखेरि हेलिकप्टरको विषय उठाउनु भयो समय महोदय म अलिकति समय दिनु होला है मलाई धेरै कुरा मलाई भन्नु मन लागिरहेछ आज यो हेलीको विषयमा। अब धेरैजना मानिसहरूले उठाउनु भयो हेली हाम्रो त्यो हेली पानीमा खोलामा गाडी छिरो हेली किन गएन। वी नीड टु वर्क स्मार्ट। हामी यो जेनेरेसनको मान्छे हामीसँग ड्रोन छ र हेली तपाईँ आफै म तपाईँलाई प्र्याक्टिकली आज म भन्छु त्यो ठाउँमा हेली त्यत्रो माथि उड्दाखेरि मुनिको बगिरहेको देखिन्थ्यो होला हेली जाँदाखेरि गाडी मुनि छिरिसक्यो खोलामा गइसकेको। म फर्स्टमा अपडेट डिजास्टरको बारेमा म 10 इयर्स एक्सपिरियन्स छ मैले बुझ्छु के भयो भनेर तुरन्त आत्तेर फोन गर्छु म त्यतिखेर बुझ्दै गर्दाखेरि पानीभित्र छिरिसकेको अवस्था थियो र एकजना व्यक्ति त्यहाँ अड्किराख्नु भएको अवस्था थियो उहाँको लास्ट कन्डिसनमा थियो। हेलीले उद्धार गर्नलाई तपाईँको सर्टन चिजहरू चाहिन्छ त्यसमा र त्यो मुनि गएर खोज्नु मिल्दैन त्यसमा ड्रोन चाहिन्छ। ड्रोन भयो भने तपाईँको मुनि गएर हामीले चाहिँ मजासित कहाँ सकेको छ भने खोज्नुपर्छ। सशस्त्र प्रहरी बलको हाम्रो यहाँ क्यान्सर कुरिङटारको होल टोली जानु भएको छ त्यहाँ र त्यहाँ हेली चाहियो। हेली आएर उद्धार हुने होइन स्मार्ट वेमा गर्नुपर्छ हामीले। हेलीको यो त्यो पैसा त हेलीको पैसा त तपाईँ पनि हो। कतिजनाले मलाई फोन गर्नुहुन्छ यहाँ एकदम अर्जेन्ट भयो हेली उडाउनु पर्यो एकदम अर्जेन्ट भयो हेली उडाउनु पर्यो किन अब सवारी दुर्घटना भएको छ हामी बुझ्छौँ त्यो संवेदनशील पनि त्यसको विषय हामी बुझ्छौँ वी अन्डरस्ट्यान्ड। तर सोच्नुहोस् त हामीले त्यो पूर्वाधारलाई विकास गर्दै जाने होला नि त हामीले त अब त यो हेली पनि एउटा के रहेछ सान रहेछ क्या मैले हेली उडाउनु सकेँ भन्ने टाइपको एउटा भोटरलाई दिने एउटा त्यो एउटा के भन्नुमा एउटा भोटिङ एउटा उ त्यो जस्तो कि त्यस्तो नगरौँ
राज्यको पैसा हो, त्यसलाई दोहन हुन नदिउँ। सकेसम्म परिस्थिति अवस्थाले माग्यो भने हामीले गर्ने हो, तर अवस्थाले नमागेको कन्डिसनमा हामीले गर्नु हुँदैन। त्यो तपाईँकै पैसा हो। फेरि तपाईँहरूले प्रश्न गर्नुहुन्छ हेली किन उडाएको, त्यही भएर त्यसलाई पनि सबै मानिसज्यूहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु, यसमा एकदम संवेदनशील हुन। राज्यको पैसा हो, हामीले हाम्रै पैसा भनेर लिनुपर्छ त्यसलाई। अब विषयवस्तु त यति जस्तो लाग्छ मलाई, गृह मन्त्रालयले एन्फोर्स गर्ने हो यो कुरा म एकचोटि प्रष्टै पार्न चाहन्छु। ट्राफिकले जरिमाना उहाँले चाहेर कोर्नु हुँदैन, उहाँले चाहेर ठिक कोर्नु हुँदैन। त्यो जरिमाना कति हुन्छ के हुन्छ भनेर तपाईँको नियम कानुन अलरेडी छ। त्यो नियम कानुन तपाईँहरूकै सरकार तपाईँहरूको नेतृत्वले बनाएको कुरा हो, र अहिले त्यो भनेको विधेयक मात्रै हो, पास भइसकेका छैन। पासै नभएको विषयलाई प्रचारबाजी गरेर एकजना मानिसले भनेर सरकारलाई हो लाउनुपर्छ, एकदम गुड आइडिया। सरकारले काम गरेर सरकारलाई पनि लाउनुपर्छ, एकदम राम्रो आइडिया। तर प्रश्न पनि पारिदिनु पर्यो होला नि जनतालाई। यो त विधेयक मात्रै हो, पास त भएको छैन। यसमा छलफल हुन्छ, तपाईँहरूको राय सुझाव हुन्छ, तपाईँहरूले आफ्नो ओपिनियन भन्नुहुन्छ, यो भएन भनेर तपाईँहरूले पनि कराउनुहुन्छ, उठ्नु होला, संसद अवरोध गर्नु होला। हामी पनि आफ्नो जनतालाई दुःखमा देख्न चाहन्छौँ होला त। हामी तपाईँको आँसु हेर्न सक्दैनौँ। यस्तो हो अहिलेको सरकार, तपाईँ विपक्षी होस् तपाईँको पनि आँसु हेर्न सक्दैनौँ हामीले। त्यही भएर यो सम्मानित सदनलाई सभामुख ज्यू मार्फत मेरोबाट भुलचुक भएमा, मेरो शब्द चयनहरूमा नमिलेमा मेरो इन्टेन्सन चाहिँ कहिले गलत छैन हजुर। 5 इयर्समा 5 वर्षको कार्यकाल हो। 5 वर्षको कार्यकालमा मैले भनिरहेको छु मेरो शब्द चयन एकदम राम्रो हुनेवाला छ। तपाईँले मलाई 6 महिनाको कार्यकालमा देख्नु भइरहेछ अहिले सदनमा उभिँदै गर्दाखेरि मेरो शब्द चयनहरू धेरै मिलिसकेको छ। शब्द होइन, यसमा तपाईँको ढाका टोपी र दौरा सुरुवाल लागेको यो सदनमा कैयौँ बसिसकेका थिए, तर देश बेच्नलाई होइन। तपाईँ जे लाउनु तपाईँको पहिरनसँग नहोस्, तपाईँको इमान्दारी त आफ्नो देशप्रतिको एउटा माया, एउटा पेट्रोइटिक मान्छे हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। आज यो देशलाई केही पर्दाखेरि ल भन्नुहोस्। हुन्छ महोदय, यो सम्मानित सदनलाई भयो होला मेरोबाट गल्ती, कति कुरा अलि जानी नजानी भयो होला, त्यसको लागि माफ माग्न चाहन्छु। मेरो शब्द चयनले कसैलाई घोच्यो होला, त्यसमा नि माफ माग्न चाहन्छु। तर हाम्रो सरकारको इरादा नेक छ, मेरो इरादा पनि नेक छ। हामीहरूलाई देश राम्रो होस्, त्यो बाहेक हामी केही चाहिँदैन। हजुर आएर बसी पनि केही फरक पर्दैन हजुर। देश राम्रो होस्, देश जोगोस्। देश रह्यो त हामी रहन्छौँ, नत्र हामी त किन रहन्छौँ त। देशलाई त अब त जोगाउनै पर्ने होला नि त। तपाईँहरू बल्ल बल्ल यत्रो दुःख गरेर तपाईँहरूले यत्रो चुनाव लडेर आउनु भएको छ। त्यही भएर म सम्पूर्ण मानिसहरूलाई एउटा नागरिक तहको एउटा भुइँ मान्छेको तहबाट म हजुरलाई आग्रह गर्न चाहन्छु, हाम्रो देश बचाउनलाई र बनाउनलाई सहकार्य गरेर जाउँ, एकअर्काको खुट्टा तानेर नजाउँ, एकअर्कालाई सम्झाइ बुझाइ गरेर जाउँ। हाम्रोबाट गल्ती कमी कमजोरी छ भने सम्झाएर जाउँ, बुझाएर जाउँ, मिलेर जाउँ र देशलाई एउटा निकास दिउँ। धेरै धेरै धन्यवाद।